यहाँहरू सबैलाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहन्छु। म लक्ष्मण बेसी। आज हामी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतको टिम पर्यटन प्रवर्धनका लागि पदयात्रा गर्दैछौँ। पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सङ्गम स्थल समुद्री सतहदेखि 3300 मिटरको उचाइमा रहेको जलजला क्षेत्र कालन्जर क्षेत्रबाट हाम्रो यात्रा शुभारम्भ हुन्छ र हामी हम्पालको लेक, कोखे डाँडा, त्यसै गरी भमरकोट, लप्सी बोट होमस्टे, त्यसै गरी कास्कीको बिरीठाँटी नयाँ पुल हुँदै पर्वतको मोदी 8 चित्री होमस्टे गाउँमा पुगेर हाम्रो यात्रा टुङ्गिनेछ। यात्राका क्रममा भएका सबै गतिविधि यहाँहरूको बिचमा मैले देखाउनेछु, जानकारी गराउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म टिकापुर। सर्वप्रथम तपाईँलाई यो जलजलाको एउटा नयाँ पर्यटकीय गन्तव्यमा आइदिनु भएको तपाईँलाई मुरी धन्यवाद छ। म मन्चार अन्तर्गत लेस्पा पर्ने यो हाम्रो सहरदार सामुदायिक वन क्षेत्र पर्छ। यसमा चाहिँ अलिकति पर्यटनको विकासको निम्ति भनेर मेरो बसाइ चाहिँ कुसमा छ। लास्ट 3 वर्षदेखि चाहिँ मिहिनेत गरेछु यो ठाउँमा अलिकति पर्यटकीय गन्तव्य बन्दैछ भनौँ न। कतिको आइराख्नु भएको छ पाहुनाहरू? पाहुना यो वर्ष जे सन्तोषजनक छ भनौँ न। अब यो नयाँ गन्तव्य हो, अझै धेरै राम्रो बन्छ र मान्छेले मिहिनेत गरेन। यहाँ यो हजुरले चलाएको होटल एउटा मात्र छ है यहाँ? हजुर, अरू चाहिँ छैन नि? छैन। अहिले चाहिँ यो माथि डाँडामा एउटा सुरु गर्न लागेको एकजना भाइले। हजुर, त्यही त। यो यहाँ बाइक बस्नेको विकल्प छैन यो एरियामा होइन? अहिलेलाई छैन। हजुर, किनभने मान्छे त आउने यो गुफातिर बस्ने रमाइलो गर्ने गर्थ्यो नि होइन। हजुर, अब के भने कोही तमुलीहरू आउँछ अनि सिरोहरू पुगेन भने हामी लगेर पनि बस्छ नि होइन। त्यो यसो व्यवस्था गर्यो। यो क्षेत्रलाई धार्मिक हिसाबले, पर्यटकीय हिसाबले यो क्षेत्रको विकास गर्नको लागि जलजला गाउँपालिकाले अथक प्रयास गरेको अवस्था छ। लक्ष्मणजी यहाँ एकदमै घाइते भएको अवस्था छ। यहाँ उद्धारको लागि हामी अगाडि बढिरहेका छौँ। उहाँ यो घाँसे मैदानमा 81 पल्टिँदा घाइते अवस्थामा फेला पर्नुभएको छ जलजलामा। हामी यति बेला अब फलाटेतिर लाग्दैछौँ। यो जलजला हम्पाल हामी अब हम्पाल लाग्दैछौँ। यो जलजला कालन्जरबाट र माटेको लेकतर्फ हामी माटेको लेक। हामीले कालन्जर पर्वत चाहिँ अवलोकन गरिसकेका छौँ। हजुर, अत्यन्त रमाइलो भइरहेको छ। हामी दर्जनौँ पत्रकारहरू यहाँ यो पर्यटन प्रवर्धनका लागि, यो रिपोर्टिङका लागि, अध्ययन अवलोकनका लागि यहाँ उपस्थित छौँ। यो यहाँनिर जलजला नेरिरहेको यो ओडार हो। यहाँ चाहिँ मान्छेहरू पहिला बासा पनि बस्ने गर्दथे। हामी हम्पालको यात्रा गर्दैछौँ। अत्यन्त रमाइलो भइरहेको छ। बाटो अलिक अप्ठ्यारो जस्तो छ यहाँनिर। यो पैदल मार्ग पनि अत्यन्त सहज बनाइएको छ। हेर्नुहोस् कति राम्रो चाहिँ ढुङ्गाले चाहिँ सिँढी बनाएर यो बाटो हामी अत्यन्त राम्रो देख्न सक्छौँ। हिँड्न अत्यन्तै सहज छ। यति बेला जलजला कालन्जर क्षेत्रबाट हामी हम्पालतर्फ लागेका छौँ। आहा, कति राम्रो बाटो छ। सिँढीको बाटो अत्यन्तै सहज बाटो रहेको छ। हम्पालबाट अत्यन्त मनोरम दृश्यहरू देख्न सक्छौँ। हामी यो मोरे जाँदैछौँ। मोरे झन्डै यो घन्टामा हामी मोरे पुगिन्छ। हजुर, यसपछि आजको हाम्रो बसाइ फलाटे भन्ने ठाउँमा हुन्छ। हजुर, हामी पर्वतका सबै पत्रकार साथीहरू आएका छौँ। जान्न होला। यहाँलाई धन्यवाद। हामी खास के उद्देश्यले त्यहाँ जाँदैछौँ? हामी पर्वतको सबै पर्यटन प्रवर्धन गरौँ, यो डाँडा घुमौँ अनि पर्वतको पर्यटनलाई प्रवर्धन गरौँ भन्ने हिसाबले आज हामी आएका छौँ। पत्रकार महासङ्घ पर्वतले चाहिँ यसको संयोजन गरेको छ। हजुर, र दुई जलजला गाउँपालिका र मोदी गाउँपालिका बिच हामीले समन्वय गरेका छौँ। हजुर। र अनि यात्रा हाम्रो भोलि चित्रीबाटदेखि मात्रै पुगिन्छ। हजुर त धेरै पटक यहाँ आएर अवलोकन गरिसक्नु भएको छ। वास्तवमा यो हम्पालको विशेषताको बारेमा बताइदिनुहोस् न। नेपालमा खास विशेष गरी हामीले पहिल्यैबाट भन्दै आइरहेका छौँ। यहाँ धेरै प्रकारका जडीबुटीहरू पाइन्छन्। जस्तै सेतबरुवा भयो,
अनि 32 प्रकारका सुनगाभा सुनाखरी पाइन्छ यो ठाउँमा। हजुर अनि 7 प्रकारका लालीगुराँस, पिङ्क कलरको, रातो, सेतो एड गरेर 7 प्रकारका लालीगुराँसहरू यो ठाउँमा पाइन्छ। अरू हिसाबले पनि यो ठाउँमा जस्तै महावीर पुनले विगतको समयमा जस्तै सदरमुकाममा समेत नेट नहुँदाखेरि यो ठाउँमा इन्टरनेट जडान गरेको यस क्षेत्रमा, यो कालान्जर क्षेत्रमा यस्ता किसिमहरूले धेरै हिसाबले पर्यटकीय आकर्षण बन्दै गएको छ पछिल्लो समय यो ठाउँ। हस्, धन्यवाद। यति बेला हामीसँग कुराकानीमा हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष सन्तोष थापा। उहाँले यो कालन्जर र हम्पालको बारेमा केही जानकारी दिनुभयो। धन्यवाद छ यहाँलाई। र हामी यसरी यात्राको क्रममा छौँ। दर्शक महानुभावहरू, यो यात्रा अत्यन्तै स्मरणीय बन्ने हामी महसुस गरेका छौँ। अत्यन्त यो रमणीय ठाउँमा यसरी हिँड्न पाउँदा अत्यन्त रमाइलो भइरहेको छ। बाटो यति राम्रो छ, सिँढीको बाटो, यसरी सहज बाटो, हामी सहज तरिकाले पुग्न सक्छौँ। थकिलाको यो चाहिँ तल जरा उखेल्दै हुनुहुन्छ, हेरौँ कता छ। यो औषधि पनि हुन्छ, अत्यन्त यो उपयोगी। मोटाउने रहेछ नि यहाँ त। पुरा सुरुङमा हिँडे जस्तो छ है कतै। गुराँस फुल्ने पाखा आइसकेका छौँ। यो डाँडामा यति सुन्दर चौतारी छ। हाम्रो साथीहरू खाजा खाँदै हुनुहुन्छ। सिँढीको बाटो यति राम्रो बाटो छ। यो चाहिँ मोरे डाँडा जानको लागि हम्पलबाट हामी यसरी हिँड्दैछौँ। लाली गुराँस यसरी बाटैभरि देख्न सकिन्छ। लाली गुराँसले हामीलाई स्वागत गरेको मनोरम दृश्य तपाईँलाई देखाउन चाहन्छु म। त्यति बेला आज खराब भइरहेको छ। हजुर, पन्जा लिन्छु भनेको मेरो एउटा पन्जा नै भेटिन र अनि एउटा मात्रै ल्याइन। ए हराउनु होला है कुहिरोलाई। कुहिरोले बाटो देखिएन। यो चोकबाट तल हो कि माथि हो, खै अलमलमा पर्यौँ त हो हामी त। कसको ब्याग छोडिएछ यहाँ? के हो, ढुङ्गा खानी हेर्न जानुभयो कि कसो हौ? यो खानीको नाम के होला हजुर? यो मोदी गाउँपालिका कति नम्बर वडा हो? 1 नम्बर वडा। ल, भुका एरिया पर्ने यो चाहिँ ढुङ्गा खानी हामी हेर्न सक्छौँ। हेर्नुहोस्, टिनका पाता जत्रो चाहिँ ढुङ्गा निक्लिरहेका छन्। घनाघोर जङ्गलबाट झरिरहेका छौँ। यो चाहिँ यात्रा गर्दै गर्दा अलि मौसमले साथ दिएको छैन, कुहिरो लागिरहेको छ। यसरी साथीहरू उत्साहित भएर हिँड्नु भएको छ। ल है, ग्यार नबढाउँ, यहाँ बाटो अप्ठ्यारो छ। ल अब कस्तो लाग्दैछ हजुरहरूलाई? हजुर, अलिक गाह्रो भइरहेको अवस्था छ। हिँडाइ उहाँको यस्तै छ। माथि हिँड्नुभयो कि तल हिँड्नुभएको हामीले बुझ्न सकिएन। हामी यति बेला 22 किलोमिटर हिँड्ने क्रममा यो मोदी गाउँपालिका वार्ड नम्बर 1 को भुकाको माथि शिरमा छौँ यति बेला। अब यहाँबाट हामी ओह्रालोबाट लाग्नेछौँ। अथवा यताबाट आउँदा 14-15 घन्टा हिँड्नुपर्छ। ल हेर्नुहोस्, यहाँ हामी आराम विश्राम गर्दैछौँ माथि डाँडातिरबाट आएको। दिन्छु तिम्रै साथमा हिँड्छु मायालु। सक्नुहुन्छ, यो हेर्दाखेरि बाटै छैन जस्तो छ, तर यो जङ्गलभित्र अत्यन्तै सुन्दर बाटो थियो। हामी तपाईँलाई देखाइसकेका छौँ। यो घना जङ्गलबाट हामी अहिले तल झर्दैछौँ। यो अत्यन्तै सुन्दर ओह्रालो बाटो हामी झरिरहेका छौँ। हामी माथि भुकाबाट तल झर्दै हेर्नुहोस्, डाँडा किन अत्यन्त रमाइलो छ। तल सेतो लाली गुराँस फुलिरहेको छ। यो पाखामा अत्यन्तै घना जङ्गल छ। यो सम्भवतः पर्वत र कास्कीको सीमाना पर्छ जस्तो लाग्छ मलाई। अत्यन्त रमाइलो छ। कहाँ पुग्नुभयो? एकछिन पर्खन हो। किन हुँदैन खाने अलिकति गाह्रो भयो कि हो र।
ए ल ल हिँड्न नसकेपछि यसरी बसिराख्नु भएको छ। हामी यो घनाघोर जङ्गलमा छौँ। यो अनि कसरी जाने हामी? लाइट नि छ। ए रात परिसक्यो है। पर्खनु एकछिन, एक्लै एक्लै हिँड्न हुन्न, बाघले खान सक्छ। हाम्रो 18जनाको टिममा यति बेला सबैभन्दा अलिकति कमजोर टिम यता मैले गाइड गरिरहेको छु। उहाँहरूलाई चाहिँ मैले रेस्क्यु गरेर लिएर हिँडिरहेको छु। कतिखेर बोकिरहेको छु, कतिखेर हात समातेको छु, कतिखेर डाइट खाना खुवाएको छु, इनर्जी ड्रिङ्कहरू दिइरहेको छु। ओहो गाह्रो भइरहेछ है हिँड्दा। हामी कति बेला हो? हाम्रो चाहिँ स्टे कहाँ हो? यति बेला साथी हिँड्न नसकेपछि मैले 2वटा झोला बोकेर यसरी हिँड्नु परेको अवस्था छ। यात्रा अत्यन्तै कठिन भए तापनि रोचक भएको छ दर्शक महानुभावहरू। ओहो हामी चाहिँ यो हम्पाल लेकबाट तल झरिरहेको अवस्था छ। अझै हामी बस्ने ठाउँमा आइपुगेका छैनौँ। रात परिसक्न लागिसकेको छ, भएको छ हल्का हल्का। धेरै साथीहरू अघि पुग्नुभयो। मैले चाहिँ अलिकति हिँड्न नसकेको साथीलाई सहयोग गरेर अलिक पछि हिँडिरहेका छौँ हामी। साथीहरू सबै अगाडि गइसकेको थिएन यस्तो। यो धन्दा रात जुनले रात भएर हामी यसरी हिँडिरहेछौँ। साथीहरू अगाडि गइसके। ओहो कति भिड पाएको। ओ माई गड, कहाँ पुगिसके? एउटा गीत गाउँ क्या है? जुनेली रातैमा तिमी नै छौ झैँ राख्छ साथैमा, चरी भए आउँथे उडेर, चरी भए आउँथे उडेर, फुला भए हितैको मायालाई लाउँथे चुडेर। यो पुरानो गीत। हामी यो बाटो काट्ने मेसो गरिरहेका छौँ। यसरी हिँडेका छौँ। ल डिल सर एउटा गीत जाओस् न ल, कृपया सर। म जन्मेको ठाउँ। उहाँ थाकेर उहाँको अलि हिँड्न सक्नु भएन बेसी। ल ल गाउनु न सर। एउटा ल ल ल। यति बेला हामी 4जना अलिक पछाडि नै छौँ। हाम्रो अलिकति अशक्त साथी लिएर हिँडेछौँ। पार न अलि अगाडि नै पारेको दाइ। ल सर गाउनुहोस्। परानै भन्दा प्यारो छ म जन्मेको ठाउँ, हिँड कानाची घुम्नलाई। हम्पल लेकमा जाउँ, हिँड कानाची घुम्नलाई। ल मेरो केले हो? मलाई डराउनु दियो यार। किन तपाईँले हो र? लास्ट 3चोटि तर्सिसकेँ। राति भूतले तर्साउने भयो मलाई। अघि केले टाउकाइ हानु यार, अहिले फेरि काना, फेरि के आएर छिरो। कि चाहिँ बोक्न पर्यो के? म बोक्छु। ल ल एक जरको बोक्छु। यो झोला त मैले बोकिराखेको छु यार। ओहो रात्रिकालीन यात्रा। दाइले फेरि कसलाई फुल दिने त नि हो? गुण एउटा चराको गुणै भत्काएर लिएर आउनु दाइले फेरि। यस्तो कति पीडित रातभरि रोला त चरो यार, चरो चरी। ल रातिको यात्रा रमाइलो भइरहेको छ। हामी हम्पाल लेक पुगेर यहाँ फर्किँदैछौँ। हामी जलजला र मोदी गाउँपालिकाको सङ्गमस्थल कालन्जर क्षेत्र अनि हम्पाल लेक घुमेर हामी यति बेला फेरि हिँडिरहेछौँ हामी। ल ल हामी कहाँ छौँ अहिले? कति बेला पुग्छौँ? ल एकदम रमाइलो। हाम्रो दाइहरू यसरी हिँड्नु भयो। कहाँ रे दाइ? मोदी गाउँपालिका वडा नम्बर 3 देउराली हो। हामी हम्पलबाट यसरी 5 घन्टा लाग्छ भने किन 8 घन्टा लाग्यो? यो के भयो? ढिलो हिँडेर बिरामी भएको साथीहरूलाई चाहिँ लिएर आउँदाखेरि अलिक ढिला भयो। अहिले रातिको 8 बजेको छ। हामी करिब 9 बजे वासस्थान पुग्छौँ भन्ने लागेको छ। यसरी कसरी हिँड्नुपर्छ? हामी धेरै पछि बल्ल साथीहरूलाई भेटायौँ, किनकि हामी साथी बिरामी भएको कारणले गर्दा अलिक बिस्तारै बिस्तारै हिँडिरहेका थियौँ। अहिले हामी लगभग सबै भेट भएका छौँ। यसरी लाइट बलेर हिँड्नुभएको छ साथीहरू अघि अघि। यसरी हाम्रो दिदी यसरी हिँड्नु भएको छ है। ल दिदी हिँड्नुहोस् त। हो दिदी लगभग 4 घन्टा यसरी हिँड्नुभयो। उहाँ सङ्गीता केसी। ल आज हामी बस्ने यहीँ नै हो। यी लाइट बल्ल बोलेको हामी देखेका छौँ। मन अलिकति हल्का भएको छ यहाँ आइसकेपछि। हामी बस्नेछौँ।
ए कुकुर रहेछन् बान्नु है टोक्छ कि नै छ बाटो ल कुकुर पनि भोगेका छन् बल्ल चाहिँ हामी यहाँ गाउँको साई सवाद बल्ल हामी पाएका छौँ अब हामी आधी परन हाम्रो फर्किएको छ साथीहरूको हामी अत्यन्त चाहिँ सङ्घर्षशील यात्रा गऱ्यौँ आज तर स्मरणीय रह्यो यो यात्रा चाहिँ हामी कुन ठाउँमा आइपुग्यौँ अहिले ल देउराली हामी चाहिँ होमस्टे आइसक्नु लागेको छौँ ल हस् देउरालीमा ल ल ल 9 बज्न लाग्यो है करिब करिब 8 घन्टा हिँड्यौँ हामी 7 घन्टा हिँड्यौँ पनि हिँडेको हामी ल उल्टो यात्रा यो गिनिज बुकमा नाम लेख्नु पर्ने ल ल ल ल फाइनल्ली हामी बस्ने ठाउँमा आइपुगेका छौँ भ्यू पोइन्टमा ल नमस्कार है हजुर नमस्कार ल हामी आइयो ल आइसक्यौँ ल ल ल नमस्कार है नमस्कार ल हजुरहरूलाई खोज्दै आइयो हामी त बल्ल बल्ल आइपुग्यो हेर्नु त हो ल ल ल ल ल फाइनल्ली गाइज हामी आइसकेका छौँ बस्ने ठाउँ हजुर हिजो हामी यहाँ आएर बसेका थियौँ रातभरिको यात्रा थियो 9 बजे राति आएर यहाँ बसेको हामी मोदी 3 देउराली यो होटल भमरकोट भ्यू पोइन्टमा आएर बसेका थियौँ धन्यवाद छ यहाँ मिठो खाना खुवाउनु भयो आनन्ददायी बसाइ भयो हाम्रो अब हामी लाग्छौँ भुकातर्फ नेपाल पत्रकार महासङ्घको टिम यसरी लागेको छ लौसी बोटमा रहेको यो ढुङ्गे धारा हो गुम्बा यसरी छ हामी मोदी 1 भुका यो लप्सी बोटमा खाजा खाने तयारीमा छौँ यो होमस्टेमा यसरी खाजा खाने तयारी गर्दैछौँ ल के पाक्दैछ ओहो पाहुनाको ल होमस्टेमा यसरी चाहिँ खाजाको परिकार हामी देख्न सक्छौँ होमस्टेमा यी बास बस्नेका लागि यो बिस्तारा हो मोदी 1 भुका लप्सी बोटमा यसरी खाजा खाने तयारीमा छौँ यति बेला हामी पूर्व माननीय पूर्व मन्त्री पदम गिरी त्यसै गरी मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेज्यूसँग यो यात्रामा भेट भएका छौँ यति बेला हामी मोदी गाउँपालिका झरिसकेका छौँ गाउँपालिका यति बेला हामी बेला हामी मोदी 8 चित्रेमा आइपुगेका छौँ यो पनि पर्यटकीय गाउँ हो यहाँको विभिन्न दृश्यहरू पनि यहाँको अवस्थाको बारेमा यहाँलाई हामी जानकारी गराउने नै छौँ चित्रे आइसकेका छौँ अब हामीले यहाँ खाना खानेछौँ र यहाँको अवस्थाको बारेमा बुझ्नेछौँ मलाई स्वागतका लागि चित्रेमा यसरी होमस्टे व्यवसाय लाग्नु भएको छ